खसी चोरेर जेल परेका कालु, जेलबाट छुट्ने बित्तिकै बोका चोरेपछि फेरि परे पक्राउ। लमजुङमा खसी चोरी गरेको अभियोगमा 2.5 महिना अघि पक्राउ परेर धरौटीमा छुटेका एक युवक बोका चोरी गरेको अभियोगमा फेरि पक्राउ परेका छन्। एकदम 100% सही छु म जस्तो लाग्छ त्यति कुरामा चाहिँ। हार्ने दब्ने त पुरै छैन, डराउने पनि कुरा छैन, किनकि म सही छु भन्ने कुरो मलाई थाहा छ भने। हग्न गएको जङ्गलतिर जुकै जुकारै छ, चाक पुछलाई पात खोजेको सिस्नोको झाङहाइ छ, पोल्यो मजाले हो। कुनैले भैँसीको कण्डो जस्तो मुख भन्छ, कुनैले अब कुकुर जसाले भन्छ, कुनैले के भन्छ होइन। त्यसमा पनि खुसी नै हुन्छ, जुनले जेसुकै भने पनि म कहिले माइन्ड गर्दिनँ। माइला कता छस्? त्यही गोरो भइ छस् रे, त्यस्तो कालो मान्छे त धेरै सप्री छस् माइला। क्या म कुन ठाउँमा गएको छस्? तैँले त पैसा नकमायो भने छाला कमाएछस् माइला। छाला कस्तो नम्रो माने मिल्दा। यी हुन् पाल्पा रिब्दीकोट गाउँपालिकाका जडियाहरू। गाउँमा अत्याधिक जाँड खाएर ल्याङफ्याङ उनीहरूलाई गाउँपालिकाले नै खोजी जम्मा पारेर खादा माला र अबिर जात्रा सहित सम्मान गरेको छ। अबदेखि मैले के गर्न पर्यो भन्दाखेरि